बाइबलको प्रचारको क्रममा वा बाइबलबाट सिकाउँदाखेरि हाम्रो आफ्नो मनसाय प्रकट गर्ने होइन, हाम्रो आशय प्रकट गर्ने होइन, तर यो एक ईश्वरीय लेखक जो परमेश्वरले दिनुभएको छ बाइबल, उहाँले जुन सन्देशको साथमा दिनुभएको छ ठिक त्यही सन्देश हाम्रो चर्चमा इमान्दारिता साथ र विश्वासयोग्यता साथ प्रचार गर्न आवश्यक छ। कोही पनि पास्टर वा प्रचारकलाई आफ्नो मन खुसी अनुवाद गर्ने, आफ्नो सन्देश बनाउने छुट छैन। बाइबललाई ठिकसँग बुझ्न र बाइबल जो लेखकले दिनुभएको हो त्यो लेखकको मूल आशय के हो, त्यही आशयमा रहनको निम्ति बाइबलको मूल सन्देशलाई बुझ्नको निम्ति आवश्यक छ। अर्को शब्दमा भन्नुपर्दाखेरि बाइबललाई यसको सन्दर्भमा पढ्न आवश्यक छ, यसको सन्दर्भमा बुझ्न आवश्यक छ र बाइबललाई ठिक यसकै सन्दर्भमा व्याख्या गर्न आवश्यक छ। एक सन्देश वाहकको काम उसले आफ्नो सन्देशको सृजना गर्नु होइन, तर त्यो सन्देश जसले पठाएको हो र त्यसको प्रापक कहाँ पुग्दाखेरि जसले पठाएको हो उसको मूल सन्देशलाई अदल बदल नगरिकन वा परिवर्तन नगरिकन पुर्याउनु हो। एक शर्माउन नपर्ने सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूलाई परमेश्वरमा ग्रहण योग्य तुल्याउने भरमग्दुर प्रयत्न गर। दोस्रो तिमोथी 2 पद 15 हाम्रो काम पनि बाइबलको मूल सन्देशलाई, यसको ईश्वरीय लेखक परमेश्वरले जे दिनुभएको छ त्यस सन्देशलाई एक विश्वासयोग्य प्रचारक भएर र एक विश्वासयोग्य पास्टर भएर शर्माउनु नपर्ने एक कामदार जस्तै यसलाई प्रयोग गर्नु र प्रचारमा ल्याउनु आवश्यक छ। तर के तपाईँले कहिले यसरी सोच्नु भएको छ किन बाइबलको सही व्याख्या वा प्रचारको निम्ति मानिसहरूले जीवन दिएका छन्? तपाईँले यसरी विचार गर्नुहोस् न, मण्डली इतिहासमा किन परमेश्वरका दासहरूले मानिसहरूले बाइबललाई यसलाई ठिकसँग व्याख्या गरिनुपर्छ वा यो मानिसहरू कहाँ ठिकसँग प्रचार गरिनुपर्छ भन्ने कुराको निम्ति आफ्नो जीवन उनीहरूले किन दिएका छन्? 16औं शताब्दीका एकजना व्यक्ति विलियम टेन्डल उनले यस्तो विचार गरे कि सबै मानिसको हातमा परमेश्वरको वचन पवित्र शास्त्र पुग्नुपर्छ। त्यतिखेरको सन्दर्भ विचार गर्नुहोस् कि पोप र चर्चका पादरीहरूले बाइबललाई एक सीमित भाषामा र केही सीमित व्यक्तिहरूको हातमा मात्र राखिदिएका थिए, यो आम चर्चका मानिसहरूको बिचमा वा विश्वासीहरूको हातमा पुगेको थिएन। विलियम टेन्डलले यसो भने, म पोपको कुरा सुन्दिनँ र यदि मेरो प्रभुले मलाई बचाउनु भयो भने वा बाँकी छोड्नु भयो भने म एक दिन यस्तो बनाउने छु कि इङ्ल्यान्डमा खेतमा हलो जोत्ने केटाले पनि बाइबल एक पोपले भन्दा अझ बढी जानेको हुनेछ। उनले बाइबलको अनुवाद गरे, इङ्ल्यान्डमा मात्र होइन तर सारा युरोपभरि नै बाइबलको अनुवाद र अनुवादित बाइबलका प्रतिहरूलाई छापेर पुर्याइयो। यसले रोमन क्याथोलिक चर्चका पुजारीहरू र पोपलाई रिस उठायो। उनीहरूले विलियम टेन्डललाई झुन्ड्याएर मारे। त्यति मात्र होइन, उनलाई मानिसहरूको अघि आगो लगाएर जलाइदिए। तपाईँले यो विचार नगर्नुहोस् कि हामी नेपालमा छौँ, हिन्दू पृष्ठभूमिमा चाहिँ मृतक लासलाई लगेर जलाइन्छ, तर इङ्ल्यान्डमा यस्तो हुँदैन थियो। उनलाई जलाउनु भनेको चाहिँ यो आवेगमा उनीहरूले बदला लिइरहेका थिए। मानिसले बाइबलको निम्ति जीवन बलिदान गरेका छन्। आज हाम्रो हातमा बाइबल छ, हाम्रो आफ्नो भाषामा बाइबल छ। आज हाम्रो हातमा हाम्रो भाषामा अनुवाद गरिएको बाइबल यो आइपुग्नको निम्ति धेरै मानिसहरूले आफ्नो जीवन दिएका छन्। तर प्रिय पास्टरहरू, यो बाइबललाई विश्वासयोग्य एक शर्माउन नपर्ने कामदारको रूपमा यसलाई प्रयोग गर्न, यसको प्रचार गर्नको निम्ति के तपाईँ र म परिश्रमी छौँ वा हामी अल्छी गर्छौँ? परमेश्वरका विश्वासयोग्य मानिसहरूले यसको निम्ति जीवन दिए, तर के यसको निम्ति एक परिश्रमी इमान्दार र विश्वासयोग्य विद्यार्थी भएर तपाईँ र म यसलाई प्रयोग गर्नको निम्ति, पढ्नको निम्ति, प्रचार गर्नको निम्ति र सिकाउनको निम्ति प्रतिबद्ध छौँ? के हाम्रो जीवन, हाम्रो चर्चको जीवन यही वचनको सही जगमा उभिएको छ? के हामी यो बाइबलको सही व्याख्या र यसको अनुवादको निम्ति इमान्दार र विश्वासयोग्य भएर परिश्रम गर्दछौँ? बाइबलको मूल सन्देश के हो यो कुरा तपाईँले र मैले थाहा पाउन आवश्यक छ। अहिलेको चर्चको मुख्य चुनौती चाहिँ सुसमाचार हो। तपाईँले भन्नु होला कसरी सुसमाचार हो? किनभने सुसमाचारलाई परिवर्तन गरिएको छ, बदलिएको छ, यसलाई प्रदूषित पारिएको छ र यसलाई कुसुसमाचार बनाइएको छ।
यहाँ मुख्य चुनौती यस अर्थले हो कि चर्चले सुसमाचारलाई संरक्षण गर्नु, जोगाउनु र यसलाई विश्वासयोग्य भएर घोषणा गर्नु आवश्यक छ। तर हामी कसरी चर्चलाई झुटो सुसमाचारबाट जोगाउन सक्छौँ, कसरी हामीले हाम्रो चर्चलाई झुटा चर्च बनाउनुबाट जोगाउन सक्छौँ? बाइबलमा भएको सुसमाचार, बाइबलले बताएको सुसमाचार यदि हामीले ठम्ब्याउन सक्यौँ भने, यो बाइबलको मूल विषयवस्तु वा सन्देश के हो भन्ने बारेमा यदि हामीले थाहा पायौँ भने बाँकी सबै प्रकारका झुटा सुसमाचारबाट तपाईँले र मैले हाम्रो चर्चलाई जोगाउन सक्छौँ। प्रिय पास्टरहरू, याद गरौँ, हामी हाम्रा समय झुटा सुसमाचारको बारेमा खोजी गर्न वा झुटा शिक्षाहरूको बारेमा खोजी गरेर ती शिक्षाहरू कसले के विश्वास गर्छ भन्दा पनि मेरो चर्चले मैले के विश्वास गर्छु र यो बाइबलले के सिकाउँदछ त्यो कुरा पवित्र शास्त्रबाट जाँच्नको निम्ति र सिकाउनको निम्ति हामीले परिश्रम गर्नुपर्छ। हामीले मुख्य विषयवस्तुलाई छुटायौँ भने के हुन्छ? रोमन क्याथोलिक चर्च र रिफर्मेसन। रोमन क्याथोलिक चर्चमा भएको झुटा शिक्षा के थियो? अधिकांश समय जब हामी रोमन क्याथोलिक चर्चको बारेमा कुरा गर्छौँ त्यो बेलामा हामी जस्टिफिकेसन बाई फेथ अलोनको कुरा मात्र सम्झिरहेका हुन्छौँ कि रिफर्मेसनमा उद्धार केवल विश्वासद्वारा, केवल ख्रिस्ट येशूमा हामीले प्राप्त गर्न सक्छौँ र यो उहाँको अनुग्रहको काम हो भनेर हामीले सिकिरहेका हुन्छौँ। रोमन क्याथोलिक चर्चमा चर्चको अफिसलाई अर्थात् चर्चका अगुवाहरू वा जिम्मेवारीहरूलाई नयाँ करारको पास्टर वा एल्डरको बारेमा कुरा गरेको थिएन। तर उनीहरूले के गरेका थिए भन्दाखेरि चाहिँ पुरानो करारमा भएका पुजारीको अफिस वा पुजारीहरूको जिम्मेवारी चाहिँ चर्चमा प्रिस्टहरू र पोपको स्थापना गरेका थिए। पुरानो करारको पुजारीहरूको पुरानो करारमा भएका पुजारीहरू चाहिँ उनीहरूले नयाँ करारको चर्चमा ती पात्रहरूलाई नजानिदो तरिकाले त्यो स्थानमा राखेका थिए। अर्को कुरा चाहिँ यो प्रभुसँग, बप्तिस्मासँग, अरू यस्ता थुप्रै सेक्रामेन्टहरूसँग वा विधिहरूसँग पनि सम्बन्धित छ। तर एकैछिन चर्च अफिसको बारेमा सम्झनुहोस् न। यहाँ समस्या पुरानो करारमा के थियो र उनीहरूले नयाँ करारमा त्यो हुबहु लिए भन्ने मात्र होइन। यहाँ परमेश्वरको सारा मनसाय उहाँको प्रकाशमा के कुरा गरिएको छ, उत्पत्तिदेखि लिएर प्रकाशको पुस्तकसम्म पुरा 66वटा पुस्तकमा त्यसलाई रोमन क्याथोलिक चर्चले बुझ्न नसक्नु त्यो चाहिँ समस्या थियो। तपाईँलाई लाग्ला हामीसँग पोप छैनन्, हामीसँग पुजारी छैनन्, हामी पनि पास्टर नै त मान्छौँ वा हामी पनि एल्डर हाम्रो चर्चमा हुनुहुन्छ त, तपाईँले त्यो भन्न सक्नुहुन्छ। त्यसमा म विमति राख्न चाहन्न। तर याद गर्नुहोस्, प्रोटेस्टेन्ट चर्चमा पनि कसरी यसले पुरानो करारको पुजारी चाहिँ पास्टरलाई अर्को दर्जामा राखेको छ। एकचोटि याद गर्नुहोस् त, अर्को भाषामा यदि मैले भन्यो भने आज चर्चमा पनि पास्टरहरू नजानिदो तरिकाले पोपको स्थानमा वा पुजारीको स्थानमा छन् र जसले ख्रिस्ट येशूको कामको महिमालाई लुट्ने काम गरिरहेका छन् र विश्वासीहरू र परमेश्वरको बिचमा एक मध्यस्थ वा पुल बनिरहेका छन्। के यो बाइबलीय सुसमाचारसँग मिल्छ? मिल्दैन। हाम्रो चर्चमा जब पास्टरीय सेवाको निम्ति त्यो अफिसमा वा त्यो जिम्मेवारीमा राखिन्छ, हामी के भन्छौँ? पास्टरलाई अभिषेक गर्ने भन्ने शब्दावली चलाउँछौँ। तपाईँको बाइबलमा पल्टाएर यदि तपाईँले नयाँ करारको चर्चमा पास्टरको सम्बन्धमा तपाईँले अध्ययन गर्नुभयो भने वा एल्डरहरूको सम्बन्धमा तपाईँले अध्ययन गर्नुभयो भने नयाँ करारले पास्टरलाई अभिषेक गर्नु भन्दैन, तर नियुक्त गर भनेर भन्छ। अनि हामी पुरानो करारबाट लिन्छौँ कि कसरी गएर सामुएलले दाउदलाई अभिषेक गरे। आज हाम्रो चर्चमा, प्रोटेस्टेन्ट चर्चमा, सुसमाचार विश्वास गर्ने चर्चमा, इभान्जेलिकल चर्चहरूमा पास्टर अभिषेकको निम्ति पुरानो करारका पुजारीहरू र त्यसै गरिकन राजाहरूको नियुक्तिको विधिलाई अपनाइरहेका छौँ। अनि हामी पास्टरहरू किन आफूलाई पुजारी वा राजाको स्थानमा नराख्ने? हामीले गरिरहेकै त्यही छ। तपाईँको जानकारीको निम्ति हामी बप्तिस्ट चर्चहरूमा केवल पास्टर भन्ने शब्द मात्र चलाउँछौँ, तर कतिवटा सम्प्रदाय वा कतिवटा चर्चहरूमा हामी एल्डरको अफिस राख्छौँ। सो नयाँ करारले चर्च अफिसको बारेमा के भनेको छ त्यो नयाँ करारबाट हामीले याद गर्नु आवश्यक छ। लिबरल क्रिस्चियनहरू अर्थात् उदारवादी ईश्वरशास्त्र चर्चभित्र प्रवेश गर्दछ। यसको परिणाम बाइबलले के भन्छ भन्ने कुरामा होइन, तर मेरो तर्कले के भन्छ यसको आधारमा हामी बाइबललाई अनुवाद गर्न पुग्दछौँ। परिणाम के हुन्छ तपाईँले देख्नुहुन्छ? आज बौद्ध धर्मवाद जो सकल क्रिस्चियनहरूको बिचमा एकदमै पपुलर वा लोकप्रिय बनिरहेको छ, मानिसहरू बौद्ध धर्मवाद सुसमाचारलाई त्यसले इन्कार गर्दछ कि केवल येशू मात्र एक बाटो हुनुहुन्छ उद्धारको, त्यो कुरालाई यसले इन्कार गर्दछ। तर तपाईँलाई लाग्ला हाम्रो चर्चमा त हामी लिबरल छैनौँ, हामी केवल येशू ख्रिस्टद्वारा मात्र उद्धारको बाटोको बारेमा प्रचार गर्दछौँ। म पनि सहमत हुन्छु तपाईँसँग। तर याद गर्नुहोस्, हाम्रो चर्चमा अरू थप कुराहरू के आइरहेका छन्। यसको अर्को जोखिम चाहिँ चर्च अनैतिकतातिर प्रवेश गर्दछ। सामान्य रूपमा अनैतिकतालाई हलुका रूपमा लिँदैछ।
जस्तो चर्चमा लिभिङ टुगेदर वा विवाहपूर्वकको सम्बन्धमा पनि सँगै मानिसहरू बस्ने, समलिङ्गी विवाह, बहुविवाह गरेकालाई पनि चर्चले पास्टर नियुक्त गर्नु वा एल्डर नियुक्त गर्नु, कतिवटा अवस्थामा त रेभरेन्ड नै नियुक्त गरेर राख्नु। यदि चर्चलाई अनैतिकताबाट जोगाउने हो भने हामीले बाइबलको मूल सन्देश के हो त्यो कुरालाई बुझ्न आवश्यक छ। सामाजिक रूपान्तरणवादीहरू प्राण बचाउने उद्धारको सुसमाचारको कुरा बिर्सिएर हामी समाजलाई परिवर्तन गर्ने कुरातिर धेरै अल्मलिएका छौँ। सामाजिक रूपान्तरणवादीहरूले गरेको समस्या के हो भन्दाखेरि चाहिँ भोको पेटलाई भर्ने काम हामी गर्छौँ सामाजिक रूपान्तरणवादीहरूले, तर भोको पेट भरिएको छ तर भरि पेट लिएर त्यो मान्छे नरक गइरहेको छ। के तपाईँ त्यहाँ समस्या देख्नुहुन्न? हामी यो भाषा बोल्ने मानिसहरू, जस्तो नेवारी भाषा बोल्ने मानिसहरू एक ठाउँमा हुनुपर्छ वा हामी राई जातिहरू एक ठाउँमा हुनुपर्छ वा त्यो जातिहरू एक हुनुपर्छ। यो सुसमाचार, यो बाइबलीय सुसमाचारले रूपान्तरण गरेको कम्युनिटी वा परिवार त्यहाँ देख्न सकिँदैन। यो सामाजिक रूपान्तरणवादीहरू आज बाइबलको मूल सन्देशलाई नबुझ्नुको परिणाम चाहिँ सामाजिक रूपान्तरणवादीहरू हामी वरिपरि यस्ता क्रिस्चियनहरू देख्न सक्छौँ। प्रोस्पेरिटी अर्थात् हेल्थ एन्ड वेल्थको सुसमाचार अर्थात् कुसमाचार। स्वस्थ कसरी हुने वा विश्वासी चाहिँ वा क्रिस्चियन चाहिँ रोगी हुनु हुँदैन, गरिब हुनु हुँदैन। बाइबलका प्रतिज्ञा र आज्ञाहरूलाई पालन गरेर तपाईँ र म धनी बन्न सक्छौँ। जस्तो अब्राहमसँग गर्नुभएको परमेश्वरको प्रतिज्ञालाई दाबी गरेर आज पनि फलिफापको माग गर्नु जस्ता शिक्षाहरू। वा मेरो नाउँमा तिमीहरूले माग्यौ भने म जेसुकै पनि तिमीहरूको निम्ति गरिदिनेछु। यसलाई यस्तो ब्ल्याङ्क चेक वा प्रतिज्ञाको कार्डको रूपमा प्रयोग गरिन्छ कि बाइबलको एउटा पदलाई त्यसको सन्दर्भभन्दा बाहिर लिएर जे मन लाग्यो त्यो कुरा माग्नको निम्ति लाइसेन्स, अनुमति दिने गरिन्छ। यदि बाइबलको मूल सन्देशलाई भुल्यो भने हामी प्रोस्पेरिटी अर्थात् हेल्थ एन्ड वेल्थ गस्पलतिर लाग्न थाल्छौँ। कि त्यसो भए बाइबलको मूल सन्देश चाहिँ के हो त? पुरानो करारको कथावस्तु र भागहरूले मसीहको आगमन, उहाँको सेवा, यस पृथ्वीको सेवाकाई, कष्ट, उहाँको क्रुसको मृत्यु, दफन, पुनरुत्थान र पुनरुत्थानपछि उहाँको महिमित राज्यारोहणको बारेमा प्रतीक्षा गरिरहेको थियो। पवित्र शास्त्र, अगमवक्ता र व्यवस्था मसीहको कष्टको बारेमा स्पष्ट थियो। केवल उहाँको कष्ट मात्र होइन, उहाँको पुनरुत्थान, त्यसपछिको उहाँको महिमित राज्यारोहणको बारेमा पनि पवित्र शास्त्र स्पष्ट थियो। खास गरिकन भन्ने हो भने त यो कथावस्तुको सुरुवात उत्पत्ति 3 अध्यायको पद 15मा त्यो स्त्रीको सन्तान जसले सर्पको शिरलाई कुच्याउने छ त्यहाँबाट नै सुरु भएको थियो। यो प्रतिज्ञाको निरन्तरता जतिखेर परमेश्वरले अब्राहमलाई बोलाउनु भयो र भन्नुभयो तँद्वारा नै म संसारका सबै जातिहरूलाई आशिष दिनेछु, अनि यो आशिष, यो प्रतिज्ञा निरन्तर पुरा भइरहेको थियो। उद्धारको सम्पूर्ण कथावस्तु यही कुरामा निरन्तर अगाडि बढिरहेको छ। सन्दर्भ यही नै हो। पुरा धर्मशास्त्रको, पुरा पवित्र शास्त्रको पुराना करारका सबै प्रतिज्ञाहरू र पुरानो करारका सबै भविष्यवाणीहरू, पुरानो करारका सबै प्रतिज्ञाहरू अर्थात् करार र पुरानो करारका सबै भविष्यवाणीहरू, ती अगमवाणीहरू ख्रिस्ट केन्द्रित नै थिए। वास्तवमा पुरानो करारका विषयवस्तुहरूले पतन, श्राप, व्यवस्था, बलिदान, पवित्र वासस्थान, मन्दिर, पूजाहारीपना, उद्धारको बारेमा आधारभूत प्रकाश, यी सबै कुरा ख्रिस्टतर्फ औल्याइरहेको छ। यी सबै कुराले ख्रिस्टको क्रुसको काम, उहाँको कष्ट भोगाइ तर्फ इङ्कित गरिरहेको छ। त्यति मात्र होइन, उहाँको पुनरुत्थान र उहाँ ख्रिस्टको महिमीकरणको गहनताको बारेमा यी सबै कुराहरू केन्द्रित छन्। सारा व्यवस्थाले यही कुरा बताउँदछ, सबै अगमवक्ताका पुस्तकहरूले यही कुरा देखाइरहेको छ, भजनहरूले यही कुरा देखाइरहेको छ। हो, म यही कामको निम्ति यहाँ आएको छु। अब यो सुसमाचार परिवर्तन भएर अरू कुनै सुसमाचार भएको छैन, तर त्यही सुसमाचारको निम्ति म आएको छु। यसको घोषणा पश्चाताप र पाप क्षमाको प्रचार नै हुनुपर्छ। अगमवक्ताहरूको लेखाइ, मोसाको व्यवस्था, उत्पत्तिको पुस्तकदेखि लिएर सारा पुरानो करार, 39वटा पुस्तक, यी सबैले एउटै कुरा औल्याउँदछ। यसुको आशय यही नै हो। यी सबै कुराको एकता यसु हुनुहुन्छ। अगमवक्ताहरूको लेखाइ, मोसाको व्यवस्था, यी सबै कुराले केवल ख्रिस्टलाई मात्र औल्याउँदछ।
नयाँ करार चाहिँ पुरानो करारको लेखाइमा त्यसको एक व्याख्यात्मक टिप्पणीको रूपमा तपाईँले हेर्न सक्नुहुन्छ। यो यसमा एकता छैन भनेको होइन, यसले समग्र रूपमा नयाँ करारले पनि ख्रिस्टको बारेमा नै बताइरहेको छ। सो उद्धार केवल ख्रिस्ट येशूमा मात्र छ। यो सारा पवित्र शास्त्रको एकता यही नै हो। उहाँले यहुदी धर्मगुरुहरूलाई यो कुरा बताइराख्नु भएको छ, तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ किनभने यहाँ अनन्त जीवन पाइन्छ भने तिमीहरू ठान्छौ। मेरो विषयमा जीवन दिने तिनै धर्मशास्त्र हुन्, अर्थात् जीवन ममा छ भनिकन धर्मशास्त्रले गवाही दिन्छ। त तिमीहरू अझ पनि धर्मशास्त्र खोज्दछौ। यसको अर्थ सम्पूर्ण बाइबलले येशूलाई औँल्याउँदैछ। पवित्र शास्त्र येशूको बारेमा हो। येशूले इमाउसको बाटोमा गर्नुभएको व्याख्यात्मक प्रचार वा यूहन्नाको सुसमाचार 5 अध्यायमा यहुदी धर्मगुरुहरूलाई उहाँले बताइराख्नु भएको कुरा चाहिँ तिमीहरूले लिखित वचनमा जीवित वचनलाई खोजिरहेका छौ। जीवित वचन म यहाँ छु त तिमीहरूको अगाडि, तिमीहरूले देख्दैनौ। बाइबलको मुख्य विषयवस्तु यही नै हो, ख्रिस्ट र उहाँद्वारा पापी मानिसको उद्धार। बाइबल ईश्वर शास्त्र भनेको सम्पूर्ण बाइबल एक ईश्वरीय लेखकद्वारा दिएको एउटा पुस्तक हो। उद्धारको इतिहासको केन्द्रमा ख्रिस्टलाई राखेर पवित्र शास्त्रको प्रत्येक अंशलाई प्रभु येशू ख्रिस्टको व्यक्तित्व र उहाँको कामको आधारमा अध्ययन गरिने एक अनुशासन, त्यही नै बाइबल ईश्वर शास्त्र हो। यो एउटा पुस्तक हो, यसको ईश्वरीय लेखक एक हुनुहुन्छ, यसको कथावस्तुको एकमात्र पात्र ख्रिस्ट हुनुहुन्छ र उहाँको एकमात्र काम उहाँ पापी मानिसलाई उद्धार गर्नको निम्ति आउनुभएको हो। यसले झुटा सुसमाचारबाट वा झुटा शिक्षाबाट चर्चलाई जोगाउँछ। गलत कथाहरू वा गलत बाटोबाट चर्चलाई सुरक्षित राख्छ। यसको मूल लेखकले जुन आशयले यो पुस्तक दिनुभएको त्यही आशयमा केन्द्रित रहेर त्यसप्रति इमान्दार र विश्वासयोग्य भएर यो पुस्तकलाई अनुवाद गर्नको निम्ति र प्रचार गर्नको निम्ति यसले मार्ग निर्देशन गर्छ। जस्तै एकजना लेखकले यसो भनेका छन्, जसै म यसलाई अझ स्पष्टसँग देख्छु, उहाँले मेरो गलत अनुमानहरूलाई देखाइदिनुहुन्छ। यदि चर्चलाई तपाईँले निर्माण गर्न चाहनुहुन्छ बाइबलीय बाटोमा, सुरक्षित राख्न चाहनुहुन्छ झुटा शिक्षाबाट, यसको निम्ति तपाईँले एउटै कुरा गर्नुपर्छ कि बाइबलले बताएको ख्रिस्ट को हुनुहुन्छ, बाइबलले सुसमाचार के हो, त्यो कुरा स्पष्टसँग चर्चलाई सिकाउनुपर्छ। चर्चको मार्ग निर्देशनको निम्ति बाइबल ईश्वर शास्त्र आवश्यक छ। सबैभन्दा पहिलो कुरा पास्टर प्रचारकहरूको निम्ति असल प्रचारको निम्ति यसले मार्ग निर्देशन गर्छ। अर्को शब्दमा बाइबलीय प्रचारमा रहनको निम्ति एक प्रचारकलाई र चर्चलाई बाइबलीय प्रचार सुन्नको निम्ति यसले मद्दत गर्दछ। यसलाई यसरी बुझौँ कि सम्पूर्ण बाइबल प्रभु येशू ख्रिस्टको बारेमा हो र हाम्रो प्रचार केवल ख्रिस्ट येशूको महिमाको निम्ति मात्र प्रचार गर्न निम्ति मद्दत गर्छ। मलाई एकदमै मनपर्ने एकजना लेखक पास्टर प्रचारक, उनले यसो भन्छन् कि पुरानो करारले आउनु हुने मसीहको बारेमा बताउँदछ। सुसमाचारका पुस्तकहरूले त्यो मसीह यहाँ आउनुभएको छ भनेर बताइरहेका छन्। नयाँ करारका पत्रहरूले आउनुभएको मसीहको बारेमा व्याख्या गरिरहेका छन्। प्रेरितको पुस्तकले त्यही मसीहको कामको बारेमा निरन्तर जातिहरूको माझमा घोषणा गरिरहेको छ र प्रकाशको पुस्तकले भन्दछ कि त्यो मसीह फेरि उहाँको महिमामा आफ्नो राज्य स्थापना गर्नको निम्ति आउनुहुनेछ। बाइबलको समयरेखा, बिब्लिकल टाइमलाइनको आधारमा हामीले बाइबलका खण्डहरूलाई अनुवाद गर्नुपर्छ। बाइबलको समयरेखा उद्धारको इतिहासमा वा उद्धारको इतिहासको कालखण्डमा हामीलाई यसले यो खण्डको अर्थ के हो भन्ने कुरा बुझ्नलाई मद्दत गर्छ। बाइबलमा दिएका खण्डहरू कुनै खण्डहरू चाहिँ मानक हुन्छन्, कुनै खण्डहरू चाहिँ कथाका विवरणहरू हुन्छन्। कथाका विवरणहरू, न्यारेटिभ इज नट नर्मेटिभ। आरसी स्प्रोल एकजना मलाई मनपर्ने लेखकले यसो भन्नुहुन्छ। सो न्यारेटिभ इज नट नर्मेटिभ। जे कुरा न्यारेटिभको रूपमा दिएको छ त्यो हामीलाई आज पालन गर्नको निम्ति यी आज्ञाको रूपमा दिएका नहुन सक्छन्, त्यसलाई हामीले बुझ्नुपर्छ। अर्को कुरा, यसलाई तपाईँले डिस्क्रिप्टिभ र प्रिस्क्रिप्टिभ भन्ने टर्म पनि चलाउन सक्नुहुन्छ। यो कुनै कुराको डिस्क्रिप्सन वा विवरणहरू दिएको हो कि वा प्रिस्क्रिप्टिभ, अर्थात् यो चाहिँ के कुरा चाहिँ प्रयोग गर्नुपर्छ भनेर प्रयोगको निम्ति दिएको हो। अझ तपाईँ बुझ्न चाहनुहुन्छ भने एक प्रचारकको लागि म सहायता अझ तपाईँलाई गरिदिन्छु। तपाईँ र म आज दाउद होइनौँ। हाम्रो काम दाउदको जुत्तामा हाम्रो खुट्टाहरू हाल्ने होइन। तपाईँको र मेरो ठुलो शत्रु गोलायत होइन। हामीले बुझ्न आवश्यक छ बाइबलका कथाहरूलाई अनुवाद गर्दाखेरि।
मोसाले एउटा पर्वतमा जलिरहेको पोथ्रा देखे, तर तपाईँ र म पनि त्यही अनुभव गर्नको निम्ति अर्को जलिरहेको पोथ्रा खोज्न आवश्यक छैन। तपाईँ त्यस्ता अनुभवहरूको प्रतीक्षा नगर्नुहोस्। नोआको कथा केवल त्यो एउटा जल प्रलयको बारेमा मात्र होइन, तर यसले उद्धारको इतिहासमा खास अर्थ राख्छ। बाइबलीय बाइबल ईश्वरशास्त्रले वा बाइबलको मुख्य सन्देश थाहा पाउनुले हामी पास्टर प्रचारकहरूलाई र चर्चहरूलाई बाइबलीय प्रचारमा रहनको निम्ति मद्दत गर्छ। बाइबल ईश्वरशास्त्रले कसरी हामीलाई सुरक्षित राख्दछ, असल परामर्शको निम्ति मार्ग निर्देशन गर्छ, आधारभूत समस्या के हो त्यसलाई सम्बोधन गर्नको निम्ति मद्दत गर्दछ। याद गर्नुहोस्, हाम्रो चर्चमा एकजना जवानलाई जीवन र करियरको बारेमा प्रश्न हुन सक्छ। एउटा विवाहित पति र पत्नीको जोडीलाई आफ्नो विवाह कसरी बाइबलीय वा सुसमाचारीय विवाहमा बढ्ने भन्ने जिज्ञासा हुन सक्छ। क्रिस्चियन अभिभावकहरूलाई कसरी आफ्नो छोराछोरीहरूलाई हुर्काउने त्यसको निम्ति सहायताको जरुरत पर्न सक्छ। दुर्व्यसनीमा भएको एकजना व्यक्तिलाई छुटकाराको खाँचो पर्न सक्छ। आफ्नो पहिचानको बारेमा सङ्घर्ष गरिरहेको एउटा टिनेजरलाई उसको पहिचानको विषयमा सहायताको खाँचो पर्दछ। किशोर किशोरीहरूलाई आफ्नो रिलेसनसिपको बारेमा भएका सङ्घर्षहरूमा बाइबलीय जवाफको खाँचो पर्दछ। तर यी सबै प्रश्नहरूको आधारभूत उत्तर चाहिँ के हुन्छ त? जब हामी मानिसको मूल समस्या बुझ्दछौँ कि मानिसको मूल समस्या के हो, मानिसको अहिलेको वास्तविक अवस्था के छ, यसको समाधानको निम्ति परमेश्वरले उहाँको पवित्र शास्त्रमा समाधान चाहिँ के दिनुभएको छ, जब यी उत्तरहरू थाहा पाउँछौँ हामीलाई बाइबलीय परामर्शमा रहनको निम्ति बाइबलको मूल सन्देशले मद्दत गर्दछ। मलाई थाहा छ हामीलाई धेरै जसो क्विक फिक्स मनपर्छ। हामीले टालटुल पारेर एकछिनको लागि ठाकठुक पारेर मिलाउन सक्यो भने त्यही नै समाधान हो जस्तो लाग्छ। यसका निम्ति बजारमा लोकप्रिय समाधानका माध्यमहरू पनि छन्। प्रेमका 5 भाषाहरूको कुरा हामी गर्छौँ। रिक वारेनले लेखेको उद्देश्य प्रेरित जीवनको बारेमा 40 दिनको डिभोसनल हामी चलाउन सुरु गरिदिन्छौँ। त्यो 40 दिन काम गर्छ, थप यदि त्यसको सलेदोमा धिप गर्दै काम गऱ्यो भने अर्को 30 कि 40 दिन अझ थपिएला वा दुःखले 365 दिन नै पुग्ला, तर अर्को वर्ष फेरि अर्को 40 दिनको उद्देश्य प्रेरित जीवन चाहिन्छ। फेरि अर्को प्रेमका 5 भाषाहरूको आवश्यकता पर्दछ। मुख्य समस्या आचरण होइन, मानिसको मुख्य समस्या व्यवहार होइन। हामी व्यवहार वा आचरणलाई टालटुल पारिदिन चाहन्छौँ। हाम्रो संस्कृतिले सांस्कृतिक रूपमा सोच्नु ठिक वा व्यवहार गर्नु ठिक हो भनिकन निहित वा निश्चित उत्तर त्यसको जवाफ दिँदैन। हामीलाई कथा राम्रै थाहा छ आदम र हव्वालाई परमेश्वरले कसरी सृष्टि गर्नुभएको थियो र उद्धारको इतिहासमा पतनसँगै आदम र हव्वा त्यसपछिको सबै पुस्ताको समस्या के छ भन्ने कुरा हामी जान्दछौँ र हामीलाई थाहा छ मूल समस्या पाप हो। यसको मुख्य उपचार, यसको मुख्य ट्रिटमेन्ट उद्धारमा मात्र सम्भव छ। आदम र हव्वा चुके, उद्धारको इतिहासमा इस्रायल चुक्यो, तर हामीसँग एउटा आशा छ कि येशू ख्रीष्ट जो कहिल्यै चुक्नु भएन, उहाँ आज्ञाकारी हुनुहुन्थ्यो र केवल उहाँमाथिको विश्वासद्वारा मात्र हामी त्यो अन्तिम र एकमात्र समाधानमा पुग्न सक्छौँ। बाइबलको यो मूल सन्देश जब हामीलाई थाहा हुन्छ तब हामी हाम्रो परामर्श एक बाइबलीय परामर्शमा बढ्न सक्छौँ। बाइबलको मूल सन्देश बुझ्नुले हामीलाई चर्च र आजको यो संसारको बारेमा सन्तुलित, यसलाई अर्को शब्द चलाउँछु म, बाइबलीय बुझाइ राख्नको निम्ति मद्दत गर्दछ। कहिलेकाहीँ हामी हाम्रो चर्चमा अति आशावादी हुन्छौँ र सुसमाचारको निम्ति जोसिलो हुन्छौँ र हाम्रा मिसन, हाम्रा सुसमाचार र चर्च स्थापनाका कुराहरू, हाम्रा स्ट्राटेजिक प्लानहरू वा रणनीतिक योजनाहरूमा सीमित हुन्छन्। हामी हाम्रा प्रशासनिक क्षेत्रहरूलाई यति चुस्त दुरुस्त र हामी सिद्ध बनाउन चाहन्छौँ कि हामी सिद्धतावादीहरू चाहिँ वा पर्फेक्सनिस्टहरू जस्तै बन्न चाहन्छौँ। यसले हामीलाई कहिलेकाहीँ असुरक्षित बनाइदिन्छ र उल्टै निराशावादीहरू बन्नतर्फ प्रेरित गरिरहेको हुन्छ। दुवै समस्या छ। एउटा कुरा कि त हामी अति आशावादी हुन्छौँ कि त अत्यन्तै निराशावादी हुन्छौँ। हामी वचनको सत्यता, यसको शक्तिमाथि भरोसा गर्दैनौँ। तर जब हामी बाइबलको मूल सन्देशलाई थाहा गर्दछौँ यसले हामीलाई सुसमाचार र मिसनको सन्दर्भमा ठिक आशा राख्नको निम्ति मद्दत गर्दछ। बाइबलको मूल सन्देश थाहा पाउनु वा विश्वास गर्नुले हामीलाई हाम्रो मिसन बाइबलीय बनाउँदछ। यसले हामीलाई तपाईँको बेस्ट लाइफ, तपाईँको सबैभन्दा उत्तम जीवन अहिले र यही संसारमा भन्ने हाम्रो बुझाइलाई सफा गरिदिन्छ।
हाम्रो जीवन यस संसारमा सबैभन्दा उत्तम जीवन होइन, तर यसभन्दा महान आशा त हाम्रो उद्धारको काम वा उद्धारको सन्देश त यस संसारको जीवनको बारेमा मात्र होइन, तर आउने जीवनको महिमित जीवनको बारेमा हो। कथित मिसनल चर्चले यसो भन्दछ, हामी जानु पर्दैन, तर चर्च नै मिसन हो। हामी यसै सहरमा यर्मिया 29 अध्यायले प्रतिज्ञा गरे जस्तै हाम्रो निम्ति परमेश्वरले बनाउनु भएको योजना, हाम्रो फलिफापको निम्ति, हाम्रो उन्नतिको निम्ति यसै ठाउँमा, यसै चर्चमा। यसको अर्को एक्सट्रिम उदाहरण तपाईँले देख्नु सक्नुहुन्छ कि मेरो चर्च, मेरो नाउँ, मेरो छोरी चर्च, मेरो सम्प्रदाय। मत्ती 5 अध्याय अनुसार कुरा गर्ने हो भने नुन र ज्योति यही डाँडामा, यसै ठाउँमा वा यसै सहरमा। कसै एकजनाले यसो भनेका छन् कि चर्चले संसारको निम्ति गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम चर्चले संसारको निम्ति जे पनि गर्न सक्छ भन्ने होइन। मैले दोहोऱ्याउन चाहन्छु, अलिक कन्फ्युजिङ हुनसक्छ यो। चर्चले संसारको निम्ति गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम चाहिँ चर्चले संसारको निम्ति सबै थोक गर्नुपर्छ भन्ने होइन, वा जे पनि गर्न सक्छ भन्ने होइन। यसले दुष्ट धपाउने बारेमा वा निको पार्नको निम्ति सुसमाचार प्रचार गर्दैन, तर उद्धारको सुसमाचारलाई घोषणा गर्दछ। बाइबलको मूल सन्देश थाहा पाउनुले उहाँको सुसमाचार आधिकारिक छ, यसमा हाम्रो विश्वास छ र यसले पापी मानिसको जीवनलाई रूपान्तरण गर्न सक्छ भन्ने विश्वास राख्दछ। मिसनप्रति समर्पित चर्चले उद्धारको सुसमाचारलाई जगतको अन्त्यसम्म सुसमाचार नपुगेका ठाउँमा सुसमाचार र मिसनको काम गर्दछ। थप अर्को कुरा, बाइबलको मूल सन्देश थाहा पाउनुले चर्चले मिसनलाई यो चर्चको काम हो भन्ने कुरा सिकाउँदछ, तर मिसन चाहिँ यो कुनै संस्था वा पाराचर्च अर्गनाइजेसनको काम हो भन्ने हाम्रो गलत वा अल्प बुझाइबाट सच्याउँदछ। बाइबलको मूल सन्देश थाहा पाउनुले चर्चका सामूहिक भेलाहरूमा चर्चले के गर्नुपर्छ भन्ने कुरामा आकार दिँदछ। के दाउद करारको सन्दुकको अघि उनी नाच्दै आराधना गरिरहेका थिए भन्नुको अर्थ आज पनि चर्चमा हामी नाच्दै र अझ वस्त्रले खुस्किने गरी उफ्रिनुपर्छ भन्ने हो। हाम्रो आराधनाको बारेमा कुरा गर्दाखेरि हाम्रा चर्चहरूमा गाइने भजनहरूमा तोरी फुल्यो तोरी बारीमा लाउरे दाई पाखुरे दाई रमायो कि के, तोरी बारीमा फुल्नुले उद्धार सम्बन्धी वा येशू ख्रीष्ट सम्बन्धी के अर्थ राख्छ? फरियामाथि चौबन्दी चोली यस्ता भजनहरू पवित्र आत्मालाई स्वागत गर्नु वा पवित्र आत्मा आउनुहोस् हामी तपाईँलाई स्वागत गर्छौँ। यसले येशू ख्रीष्टले पवित्र आत्मा सम्बन्धी यूहन्नाको सुसमाचारमा 14, 15, 16 अध्यायमा बताउनु भएको के धर्मशास्त्रीय वा ईश्वरशास्त्रीय सिद्धान्त वा शिक्षालाई संरक्षण गर्दछ। प्रभु येशू ख्रीष्टले सल्लाहकार पठाउँछु भन्ने बारेमा शिक्षा दिनुहुँदाखेरि पवित्र आत्माको बारेमा के सिकाउनु भएको छ? के चर्चले गाउने गीत त्यसभन्दा बाहिर जान सक्छ? ओ प्रिय पास्टरहरू र प्रचारकहरू, हामीले बुझ्नुपर्ने कुरा चाहिँ चर्चमा तपाईँले गर्ने प्रचार केवल बाइबली हुनुले मात्र अर्थ राख्दैन, तर यदि तपाईँले चर्चमा बाइबली प्रचार गर्नुहुन्छ, ख्रिस्ट केन्द्रित व्याख्यात्मक प्रचार गर्नुहुन्छ भने तपाईँको चर्चमा गाइने भजनहरू र गरिने प्रार्थना पनि बाइबलीय वा ख्रिस्ट केन्द्रित हुन आवश्यक छ। हाम्रा भजन र हाम्रा सङ्गीतहरूले उद्धारको बारेमा कुरा गर्नुपर्छ। ख्रिस्ट केन्द्रित प्रचार तपाईँ गर्नुहुन्छ, तर एक पास्टर भएको नाताले तपाईँको चर्चमा गाइने भजनहरूको बारेमा तपाईँ अनभिज्ञ हुनुहुन्छ भने तपाईँले होस गर्नुपर्छ। चर्चमा तपाईँ ख्रिस्ट केन्द्रित बाइबलीय प्रचार गर्नुहुन्छ, तर तपाईँको आराधनामा तपाईँले हिल सङ्ग्सको वा बेथेलको गीतहरू गाउनुहुन्छ, वा नेपालीमा भन्यो भने जोसुवा हिमालयस वा रोहित थापाका गीतहरू गाउनुहुन्छ, वा अरू कुनै एबिसिडी सेलिब्रेटी गायकहरूको गीतलाई चर्चित हुँदैमा ट्रेन्डिङमा पर्दैमा त्यसलाई तपाईँको चर्चमा समावेश गर्नुहुन्छ भने तपाईँले होस गर्नुपर्छ। एक पास्टर भएको नाताले तपाईँको चर्चमा तपाईँले गाउने भजनहरूको बारेमा तपाईँले चासो राख्नुपर्छ। अझ खास गरिकन हरेक हप्ता तपाईँले प्रचार गर्ने जुन वचन छ त्यसको सत्यतासँग बाजिने भजनहरू छन् भने तपाईँको चर्चको भजनको सूचीलाई तपाईँले सच्याउने बेला भइसकेको छ। पुरानो करारमा धूप बाल्नु, पुजारीहरूको लुगा भिन्न हुनु जस्तो के आज हामीले हाम्रो चर्चमा पनि कुनै पवित्र वा महापवित्र स्थान बनाउनु वा पास्टरहरूलाई अरू कुनै लबेदा लगाइदिएर पवित्र जनको रूपमा व्यवहार गर्नु? बाइबलको मूल सन्देश थाहा पाउनुले हामीलाई आजको चर्चमा हाम्रो सामूहिक भेलामा हामीले कस्तो खालको विचारधारा र अभ्यासहरू गर्नुपर्छ भन्ने कुरामा स्पष्टसँग आकार दिँदछ, मार्ग निर्देशन गर्दछ।
आज पनि चर्चमा अगौटे फल ल्याउनु वा मुठीदानको विधिलाई प्रयोग गर्नु, या म योभन्दा अघि सूची नबढाउँ, तपाईँ आफैले सोच्न सक्नुहुन्छ। बाइबलको मूल सन्देशमा रहनुले आजको चर्चमा हामीले के गर्नुहुन्छ वा के गर्नु हुँदैन भन्ने बारेमा हामीलाई स्पष्टसँग बताउँदछ। अझ तपाईँले यसलाई सोच्नुहुन्छ भने सुँगुरको मासु खानुहुन्छ हुँदैन भन्ने प्रश्नको उत्तर पनि दिँदछ। कुन कुरा यसो ख्रीष्टले क्रुसमा पुरा गर्नुभयो र कुन कुरा उहाँको मृत्युले रूपान्तरण गरेको छ र आज चर्चमा कुन कुरा हामीले पालन गर्नुपर्छ। अर्को शब्दमा भन्नुपर्दाखेरि कन्टिन्युटी र डिस्कन्टिन्युटी, कुन कुरा सिद्धिएको छ यसो ख्रीष्टको क्रुसको काममा र कुन कुरा आज पनि निरन्तरता छ भन्ने कुरामा हामीले याद गर्नुपर्छ। पुरानो करार ठिकसँग बुझ्नुले हामी चर्च अर्थात् नयाँ करार, यो नयाँ करार भन्नाले मैले खासमा न्यू टेस्टामेन्ट भन्न खोजेको होइन, तर न्यू कभनेन्ट पिपल, नयाँ करारका मानिसहरूको बारेमा सही बुझाइराख्नको निम्ति मद्दत गर्दछ। शारीरिक खतनाको बारेमा होइन, तर नयाँ करार हृदयको खतनाको बारेमा हो। पवित्र शास्त्रको मुख्य विषय नगुमाउनुले वा थाहा पाउनु र त्यसमा विश्वासयोग्य रहिरहनुले उद्धारको इतिहासमा चर्चलाई ख्रीष्ट केन्द्रित व्याख्यात्मक प्रचार, बाइबलीय अभ्यास, बाइबलीय परामर्श, चर्चको सामूहिक आराधनामा हामी कसरी लाग्नुपर्छ र एक चर्चको मिसन के हुनुपर्छ भन्ने कुरामा निश्चित आकार दिँदछ। गलाती 1 अध्यायले सुसमाचारको बारेमा कुरा गर्दछ र पावलले भन्दछन् कुनै अर्को सुसमाचार छैन र अर्को सुसमाचारको बारेमा वा बाइबलको सन्देश अर्को कुनै हो भने यदि कसैले प्रचार गर्छ भने त्यो चाहे स्वर्गदूतबाट होस् वा हामी आफैबाट होस् त्यो श्रापित होस्। यहुदाको छोटो पत्रमा झुटा शिक्षाबाट बस्ने बारेमा चर्चलाई यहुदाले स्पष्ट पारेका छन्। त्यसको पद 3 मा यहुदाले यसो भनेर लेख्छन्, सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरूलाई मैले आवश्यक ठाने। यहुदाले किन यो पत्र, छोटो पत्र, केवल 25 वटा पदहरू भएको पत्र छ, यो पत्र लेख्न किन आवश्यक ठाने? किनकि चर्चलाई सुम्पिएको सुसमाचार चर्चले रक्षा गर्न सकोस्, यही आशयले मैले यो लेख्न आवश्यक ठानेको छु। यदि उद्धारको रगतले धोइएको, पवित्र पारिएको, किनिएको, अलग्याइएको चर्चले यसो ख्रीष्टको सुसमाचारलाई संरक्षण गर्न सक्दैन भने, जोगाउन सक्दैन भने, संसारको अरू कुनै संस्था, अरू कुनै थोकसँग तपाईँले सुसमाचारको संरक्षणको निम्ति आशा राख्न सक्नुहुन्न। सुसमाचारको संरक्षण गर्ने काम, घोषणा गर्ने काम चर्चको हो। यदि चर्चले गरेन भने अर्को कुनै संस्था, अर्को कुनै समूह, अर्को कुनै समुदायले यो गर्दैन। तपाईँको राष्ट्रसँग, तपाईँका राष्ट्रका अगुवाहरूसँग, राजनीतिक शक्तिसँग त तपाईँ झन् यो आशा राख्न सक्नुहुन्न। यदि चर्चले यसलाई गुमाउँछ भने यसलाई सुरक्षित राख्ने अर्को कुनै यस संसारमा शरीर छैन। यो केवल चर्चको काम हो। त्यसै भएको कारणले गर्दाखेरि त पावलले तिमोथीलाई भन्दछन्, तिमीलाई जिम्मा लागेको सत्यलाई हामीमा बास गर्नु नै पवित्र आत्माद्वारा सुरक्षित राख। यो पास्टरको काम हो, यो प्रचारकको काम हो। प्रिय पास्टर प्रचारकहरू, यदि चर्चबाट पवित्र शास्त्र हरायो भने के हुन्छ? यदि चर्चले पवित्र शास्त्रलाई भुल्यो भने के हुन्छ? यदि चर्चले बाइबलको मूल सन्देशलाई प्रचार गर्नबाट चुक्यो भने के हुन्छ? मूल प्रश्न यो हो। तर यहाँ आज चर्चमा बाइबलको मूल सन्देश, बाइबलको प्रचार हराएको छ। मानिसहरूले बाइबललाई आफ्नो कथा, आफ्नो कहानीको निम्ति त्यसलाई प्रमाणित गर्नलाई आफू मन लाग्दी केवल फुटनोटको लागि मात्र प्रयोग गरिरहेका छन्। सामूहिक भेलाहरूमा परमेश्वरको पवित्र शास्त्र चर्को स्वरमा पठन हुँदैन, बरु चर्चमा विश्वासका सारहरूले हरेक हप्ता स्थान पाउँछन्, तर परमेश्वरको पवित्र शास्त्रबाट पठन गरिएको मानिसहरूले सुन्न पाइरहेका हुँदैनन्। चर्च र चर्चका पास्टरहरू, प्रचारकहरू वचन प्रचारमा हामी विश्वासयोग्य बन्दैनौँ। बाइबललाई बेवास्ता गरिएको छ, यसको मूल सन्देशलाई भुलिएको छ। हे मेरा पास्टर प्रचारक मित्रहरू, यदि हामीले बाइबलको मूल सन्देशलाई भुल्यौँ भनेर हामी अर्को बाटो लाग्यौँ भने हाम्रो मूल गोठालो प्रकट हुँदाखेरि उहाँले तपाईँको मेरो न्याय गर्नुहुनेछ। हामी केवल सन्देश वाहकहरू हौँ, हामीलाई आफ्नो सन्देश बनाउने छुट दिएको छैन। हामी उहाँको अधीनमा भएका गोठालाहरू हौँ, उहाँ एक दिन प्रकट हुनुहुनेछ। उहाँको चर्चको शुद्धताको निम्ति, चर्चलाई पवित्र गर्नको निम्ति, चर्चलाई दाग नभएको र चाउरी नपरेको र परमेश्वर पिताको अघि उहाँले आफ्नो दुलहीलाई निष्खोट, निष्कलङ्क प्रस्तुत गर्न सक्नुभएको होस् भनेर उहाँले आफ्नो वचन चर्चको निम्ति दिनुभएको छ र उहाँले आफ्ना दान, शिक्षक र पास्टरहरू चर्चमा राखिदिनु भएको छ। तपाईँको मेरो काम यो बाइबलको मूल सन्देशलाई नबङ्ग्याइकन, अदल बदल नगरिकन, सम्झौता नगरिकन विश्वासयोग्य र इमान्दारिता साथ यसको सन्देश जे हो ठिक त्यही नै प्रचार गर्नुपर्छ। हामी केवल
ख्रीष्टलाई प्रचार गरौँ। उद्धारको सुसमाचारलाई हरेक हप्ता हाम्रो प्रचारको केन्द्रमा राखौँ। सबै थोकबाट महिमा केवल उहाँकै नाउँको भएको होस्।